साथीहरु नमस्कार स्वागत छ हजुरहरुलाई फेरि पनि हामी आमा छोरी च्यानलमा। आज चाहिँ हाम्रो स्पेशल भ्लगमा के लिएर आइरहेको छु भनेदेखि आज चाहिँ अष्टमी भोजको हल्का फुल्का भिडियो लिएर आउँदै छु हजुरहरुमा। चाहिँ म चाहिँ अहिले मामा घर आएको छु। हाम्रो चाहिँ पोरपरार पनि मामा घरै आएर भोज मनाउने गरेको थिएँ। यसपालि नि हामी यहाँ म आइसकेको छु। सो म चाहिँ अफिसबाट आउँदै हो। मेरो त छुट्टी छैन हेर्नु, त्यही भएर सो मामा घर चाहिँ यही हो, आइपुगिसकेको छु म। अब म भित्र जान्छु अनि मेरो भ्लग हेर्दै गर्नु होला है त। के हुँदैछ हेलो दर्शन यो प्रधानमन्त्री आएकै भयो सबिना आएपछि त। हेर्नुस् त साथीहरु, म आइपुगेपछि कति खुसी हुनुहुन्छ नि भन्ने कुरा छोरी। कोजीले चाहिँ पुगेर लोटा ल भाग्यमानी हुनु, भाग्यमानी। कहाँबाट आइपुगिस्? यस्तो काम चाहिँ नगरे। कहाँबाट आइपुग्यो? बाटैबाट। ओ यहाँ उ पुल्चेला भाइ साथीहरु, हाम्रो चाहिँ यस्तो रमझम भइरहेको छ। अम्मम ओ माय गॉड, यहाँ हेर्नु सबिना कुखुरा त के हो? यो पनि फिस पनि रेडी भइसकेको छ त। हेर्नु साथीहरु, हाम्रो चाहिँ सबिना र बुवा बबाल रमाइलो भइरहेको रहेछ। मामा खुसी भएको सबिना आउँछ, सबिना पाउँछ गरेर किन्नुको भयो गरिहाल्नु। मैले पकाउनु रे? मेरो बहिनीले खान्छ भने मैले अचार पनि ल नि अलि खानु बनाउनु पर्छ है। के कोसेली अहिले आफै खानालाई लिएर आएको के कोसेली हुनु। हेर्नु हाम्रो यस्तो हल्ली चल्ली भइरहेको रहेछ साथीहरु। हेर्दै जानु, अझै हाम्रो यहाँनिर रमाइलो हुन्छ। यत्रो ठुलो कुखुरा काटेर नि खाइनेलाई 4 किलो 4 केजी रहेछ। ठुलो चाहिँ ल्याएर चाहिँ भाउजूले ल हेर्नु साथीहरु, यो चाहिँ हाम्रो घरमा पालेको कुखुरा रहेछ। ल भयो ठुलाई छोड्दे लालेले डडा नि येले हल्ला गरेर केही सुन्नु दिएको मलाई। मस्त 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 कुखुरा काटिया छ। हेर कति खाएको थियो यिनीहरूले। यसले यसरी काटेको त आमा र भाइ मिलेर मस्त कुखुरा नङ्ग्याउनेदेखि लिएर टङ्ग्याउने गर्दै हुनुहुन्छ। ओ माई गॉड, ओ माई, कति बोल्यो मेरो आमा। हेर्नु आमामा ओइ 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 आमामा गाउँको पिछोको खातो हो। मसु दाजु दर्शन साथीहरु, हाम्रो चाहिँ भोज यस्तो गरी सुरु हुन्छ। केराको पातमा भोज खाने चलन छ हाम्रो चाहिँ। तपाईहरु नि हेर्न सक्नुहुन्छ। जिन्दगी त मानेको बसेको त टुल ल्याइदिनु मलाई त्यहाँ। म यहाँ बस्छु। त्यस्तो अप्ठ्यारो के बस्नु त नि? गाह्रै छ मुडा ल्याइदिनु अहिले त्यहाँ। त्यसमा बस्छ ट्राई गर्यो भने भयो नि यसरी बस्नु। ट्राई नै नगरेपछि मोडा चाहिँ दोबार नै हुँदैन। अब यहाँनिर अहिले एक एक गरी हामी 3 4 5 6 खानेकुराहरू राख्छौँ मेसेन्जरमा। म्यासेन्जर त्यस्तै उमा के फेसबुक हो। मैले ब्लग खोलेको जस्तो लाग्छ। के नाम पो छ त्यसको? शिशिर श्रेष्ठ। अल यहाँ आइटम आउनु पर्यो, थाहा भएन तिम्रो फेरि। भाइ साथीहरु, बजी सुरु भयो हाम्रो। मामा कत्रो धेरै हाल्दिछ मलाई चिउरा। यत्रो त खाइसक्दिनँ होला। आइटमहरु यहाँ रेडी छ। सबै मैले पकाएको है साथीहरु, मैले। यो हाम्रो म चाहिँ यहाँ यता चाहिँ दिदी, आमाको छोरी। भान्जी, मम्मी, आमा, यो अचारमा पुया हो नानी। हजुर यो अचारमा धेरै नहाले नि। दाइहरु हुनुहुन्छ। त्यो फेरि मिमी चाहिँ यहाँ लग्नु भयो। उ होला भनेर धेरै नहाले क्या, त्यतिकै मिठो भए। यता मिमी यही पनि हाल्ने कि छैन यो त नचढाउनु है। उतै राख्न चढाउने।
अहिले खानु कि जाने फेरि लगाइ नहुने खिचाएर चाहिँ ठिकै छ बस्छ क्या मामा कस्तो दिन कहाँ र मम्मीले युका आमा तेरो बाउ मरस पढाएको त्यहाँ छ कपी साथै यता निमेश्री दाइजी खोइ त गाडी चलाउने होला उठाइ आइरास् मजा भन्नु नि दाइको फोटो ला अहिले फेरि खिच्छ नि त भइहाल्यो कहाँ ड्युटी जान लाग्छ अनि क्रप गरेर हालिदिनु होला भिडियोमा कति बजीसम्म छ मामा श्री त अब एकछिन होला नगर्नु नि भ्लग बनाइराखेको पैसा म चाहिँ के गर्नु आज राम्रोसँग भ्लग यता हाम्रो मामा श्री मामा केही नभए अचार चाहिँ मजाले हालिदिनु है मलाई चाहिँ हेर्नु साथीहरू मलाई चाहिँ अचार साह्रो मनपर्छ कुरा सुनेर हाँसुट्यो भने त्यही भएर अचार चाहिँ मामालाई टन्नै हालिदिनु भने खोर्सानी चाहिँ एउटा आएन चाहिँ मलाई मेरो बढ्दैन तपाईँलाई किन चाहिँ जिज्ञासा तपाईँ बोलाइदिएर काममा प्रब्लम मेरो घडी नचल्ने भएर बन्दैन घडी पानी पानी फेरि कहाँ जाने भाइ मसँग छ घडी यत्रो ठुलो बाहिरले यत्रो लाउने त्यत्रो त त्यसमा यहाँ इन्द्रले चाहियो मेरो छोरासँग निन्दाले बेला घडी हेरेर जानुपर्छ अनि मोबाइल छैन त मोबाइलमा त मेरो मैले हेर्नै आउँदैन यसमा चाप त हेर्न आउँछ घडीको चाहिँ कहाँबाट जान्छ भन्दाखेरि हामी चाप त हेर्न आउन नि 6 बजे मैले खुट्टा पोलेर त्यतिखेर त यो दुईटा दाँतहरू झरेको थिइनँ भयो भयो मामा उता झुकेर उताबाट हाल्यो है फेरि त्यहाँ खै फोटो खिच्यो तिमीहरूले खिचेर यहाँ भिडियो यहाँ बनाइसक्यो भिडियो मेरो त्यो पनि बनाएको छैन नि लुगा तपाईँको नि आयो नि टेन्सन नलिनु मेरो भएको छ मामा 2 पिस मात्रै अलि हड्डी खालको घर बस्दा त मैले टी सर्टै लाग्दैन हो दिदी त अब झिलिका आउने भयो हामी चाहिँ मिलेकै हुन् हाम्रो निन चाहिँ यहाँ बसेर कराइरहनु भएको छ उहाँ आउनु भएन अरे उहाँ भने म चाहिँ नाच्दिछु लुगा नि सिलाएर लिएर खाएको थिएँ के लाउनु डाडु भनेको त्यस्तो ल्याउँछ यता जानु कराएको छैन चुरे यहाँ राख चुरे यहाँ राख अरू के छ ल साथीहरू हाम्रो भोज तयार भइसकेको छ यसले चाहिँ खालि आउन त्यो टेर्सा तेर्सै गरेर अब हामी सबैजना यहाँ छोरीको पेट क्यौँ 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 गरिरहेछ है अब भोक लागेर यहाँ खानेकुरा अगाडि छ होइन कस्तो भइरहेछ राम्रो दाइहरू ल साथीहरू हामी चाहिँ अब खाना सुरु गर्न लागिरहेको अवस्था तिहार दसैँ आएर नाच्यो ए आज अष्टमी दसैँ मामा कहाँ जान्छ जुन भिडियोमा नि मामा किन चाहियो क्या तँलाई अनि आउनु परेन सबजना एकैचोटि कि भ्लग बनाएर हाल्लाइस् क्या तैँले नि म टिकटकमा हालिदिने सब भोलि पाउनु टिकटकमा पो के र कहाँ जान्छ आइसक्नु आइजा बाबु दिमाग खराब बनाइदियो कि भनेको ड्युटी जान लाग्यो अरे ड्युटीमा यसो के सेभ गर्नु के बाँकी रहन्छ होइन ल्याएको चिज यति हो के भनेर भन्दै प्याज किन नहाले हाल्ने भात बढी भए खान्छ खान्छ हेर्नु यहाँ यत्रो बोतल ढल्छ हाम्रो यहाँ टु वर्क भाइलाई फोन गर दुकान यिनीहरूलाई जहाँ रक्सी भन्ने चाहिँ मैले चाहिँ पहिल्यैदेखि भाग्नै नपाएको क्या म पहिल्यैदेखि नानी हो अथवा चाहिँ मलाई पेट भर्ने यता हाम्रो भिडियो यता पनि चलिरहेको रहेछ
मामा यो ग्लास पनि खाली थियो त्यो त कहाँ अनि अहिले खाइहाल्छ त्यो त खान कहाँ सक्छ त अनि आमा खानुहुन्छ एउटा आमा छोरी तिमीलाई थोरै के आमा छोरी त भन्नु यता हाम्रो मामा श्री यता हाम्रो दिदी श्री चार थप्दै हुनुहुन्छ हाम्रो यता हाम्रो थुतुले बिराको भान्जी हेलो 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 श्री यही हो साथीहरू अब खाना सुरु गर्नुपर्छ अब खाना सुरु गरेपछि हजुरहरूलाई म भिडियो देखाइ नै हाल्छु साथीहरू हाम्रो चाहिँ सुरु भयो अब यो चाहिँ हामी चढाउँछौँ चढाउनुको लागि निकालेको सबै यसले गफ गफ चढाउँदा ओए खानुपर्ने कुरा त यसले त जम्मै अलिअलि पो चढाउनु हुन्छ नि यसो सानो सानो निकाल्ने हो क्या खानुपर्ने कुरा पनि त्यो सबै फोटो खिच मेरो बा सबै चढाइदिनु चाहिँ फेरि सबै कुरा हालेको होला कि अम्मा मिठो बनिन्छ ल साथीहरू अब चाहिँ हामी खाना सुरु गर्न लागेको होइन सुरु गरिसक्नु हो ल गजबले खाएँ है ह्याप्पी दसैँ सबैजनालाई दाजुभाइ दिदी बहिनीहरूलाई सबैजनालाई ह्याप्पी दसैँ खाने हजुरहरू पनि न त यता जोइ चाहिँ हुन्छ जाउँ जोइ दिदी गरेर कोही खान्छ त कोही पनि खान्न है खाना खानु तिमी खाने भने यो ल साथीहरू सुरु गरौँ है त अनि हामी त अब सुरु गरेको अवस्था चप खानु गजब है दिदी सुरु गरेर आएर सबै खायो तपाईँ अब दिदी त ढेर खायो भने हो फेरि साथीहरू सुरु गरौँ है त ग्लास त ल्याएर बाबु चिसो चाहिँ खाउँ त त्यो यो चाहिँ खाना हो खान्न दाइ खाने मान्छे चाहिँ यहाँ छ यस्तो मिठो बनायो त्यो राखेकै छैन त्यहाँ खोइ ग्लास हालिदियो भनेर साथीहरू फाइनली खाइसक्नु लागिसकेको अवस्था सबजनाले बियर यो त मैले खाएको होइन फेरि मैले खायो भन्नु होला म चाहिँ त्यो खाँदैन मेरो चाहिँ मेरो गिलास मैले पनि डिउ खाएको यस्तो हुँदैछ हाम्रो चाहिँ पार्टी हेर्नु साथीहरू तपाईँहरूको कस्तो हुन्छ यसो कमेन्ट गर्नु होला ल साथीहरू फाइनली हामी सबजनाले खाइसकेको अवस्था यो चाहिँ अन्तिम हो यो यस्तो अन्तिम बानी गरेर हामीले खाइसकेको हो अनि हस् त हजुरहरूलाई कस्तो लाग्यो हस् त साथीहरू हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिन नबिर्सिनु होला अनि छोरी तिमीलाई आजको भोज कस्तो लाग्यो त एकदम राम्रो मासु यस्तो मिठो थियो मासु तपाईँलाई खुवाउन पाए खुवाउँथेँ मैले पकाएको हुन् त मैले तर कस्तो मिठो भयो भने कसम मासु चाहिँ एक थाल खाएको मैले अनि त्यसपछि हजुरहरूको चाहिँ अष्टमी कसरी मनाउनु भयो कमेन्ट छोडिदिनु नबिर्सिनु होला हजुर हस् त हाम्रो भिडियो आजलाई यति नै हस् त बाई बाई ह्याप्पी दसैँ लभ यु अल